मेरा बा डर देखो, डर देखो। ओ चलो 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 चलो। उसका मतलब वो भी फुसका नहीं है, ये भी फुसका नहीं है। हेलो गाइस, हम लोगों का भैलो देख लिया होगा? नहीं दिखाया, और थोड़ी देर में देखेंगे। ये देखिए गाइस, यहाँ का सारी के सारी नेपाली लड़कियां है। ये देखिए पूरा नेपाली ड्रेसअप करके नेपाली कोई नेवार बन के आए हैं, कोई क्षेत्री बन के आए हैं, कोई प्योर क्षेत्री बावन बन के आए हैं। ये कौन सा है मुझे नहीं पता। और मैं तो प्योर इंडियन बन के आई हूँ, प्योर इंडियन। अभी हम फिर से दूसरा घर में जा रहे हैं। दूसरा तो नहीं, बहुत पहले से ये लोग भैलो खेल रहे हैं, हम लोग अभी आ रहे हैं। फ्यूचर में लेके गर्नै पर्छ दी। भन भाइ हो देउसी रे। यता भनिदिनु न गाइस भनेर, ह्याप्पी दिवाली भन्नु न। Happy Diwali. गाइस, इस घर में हम लोग भैलो खेलेंगे। हाय 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 हाय। लो रही हो हाय बन। Happy Diwali. हैप्पी दिवाली। फ्लावर से सजा हुआ है घर। किसी के घर में फ्लावर्स मिलता ही नहीं है। यहाँ देखिए, घर की माता खुसीको साथ देउ बिदा जाँदैछौ। बाजेछौ भने फेरि पनि हामी समयमा आउनेछौ, समयमा आउनेछौ। हे घर की माता खुसीको साथ देउ बिदा
बिदा जाँदैछौ बाँचेछौ भने फेरि पनि हामी समयमा आउनेछौ समयमा आउनेछौ दिनुहोस् हे माता पिता दया खोलिदिनुहोस् हे माता पिता हामीसँग गाइदिनुहोस् भैलोको गीत सबै ल्याइदिन एउटा संसारै साँझैमा आयो हामी भैलो खेल्न तिहारैको रातैमा तिहारैको रातैमा Rita जलाउँदै Rita बढाउँदै Rita जलाउँदै Rita बढाउँदै आयो हामी एकताको Rita बढाउँदै आयो हामी एकताको Rita जलाउँदै औँसीको रातै शुभकामना लिएर आयो झलमल्लायो औँसीको रातमा
धरणीमा सर्वभक्ति मोदी चेली मन हजुरैको आँगनैमा देउसी भैलो भन्दै आयो आज हामी हजुरैको आँगनैमा हजुरैको आँगनैमा कति रमाइलो झिलिमिली दियो सबैको दैलो कति रमाइलो झिलिमिली दियो सबैको दैलो देउसी भैलो भन्दै आयो आज हामी हजुरैको आँगनैमा हजुरैको आँगनैमा भैलो भन्दै आउँदैछु भैलो भन्दै कोठा बसा कोठा बसा कोठा बसा कोठा बसा लहाई 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 भन्दै बसा लबुला बसै लहाई 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 बसा सबैले पूजस्ते सम्झिरहनु सबैले पूजस्ते सम्झिरहनु औँसीको रातमा सौनको चाडमा दुःख दुःख भन्नु आखिरी घाटमा भैलो भन्दै आउँदैछु चट्टै 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 हाय लहाई 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 हाय 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 दिनको चाडबाडैमा आयौ हामी पुर्खौलीको रीति मनाउँदै आयौ हामी पुर्खौलीको रीति जनाउँदै भगवान सँगै हो भैलो भगवान सँगै हो भैलो भगवान सँगै हो भैलो
मिले दिए को आशीष हो पुराई दियो हे लक्ष्मी माता पुराई दियो हे लक्ष्मी माता ऐसे कर दो माता रीले ऐसे कर दो माता रीले दूंगा झूला दर पे आओ आकाश पड़ेला बिजली बिजली तारा धरती आकाश महेरा धरती महेरा आकाश महेरा झिलिमिली तारा धरती महेरा असंस्कृति पाय सरस्वती हर साल मनाओ हमारे बाचे रविवार साचे हर को सर बेटौला हमारे बाचे रविवार साचे हर को सर बेटौला तो फाइनली गाइस गांव में भाई लोग खेल के ख़त्म हो गया और फिलहाल अभी हम हमारे अपने घर में भाई लोग खेलने जा रहे हैं। मतलब हमारे घर में मैं बहुत थक चुकी हूँ, कल से भाई लोग खेले जा रहे हैं। अब आज हमारे घर में खेलेंगे, उसके बाद फिर सब अपने अपने घर में चले जाएंगे। फिर कल फिर से भाई लोग होगा और उसके बाद फिर परसों हमारा भाई टीका होगा। भाई टीका के दिन में भी भाई लोग खेलते हैं। अभी तो फ़िलहाल सब हमारे घर की तरफ जा रहे हैं। भाई लोग देख लेना है। भाइ हिजोको जस्तो नाप्नुपर्छ है। म जान्छु अब कहाँ? नाच्नु माथि। ए ए ए ल ल ठिक छ।
कस्तुरीले बोकिल्यायो आनन्दको ढोको ढोको भित्र फुलेको माला तिहारैको ढिँडो तिहारैको ढिँडो कस्तुरीले बोकिल्यायो आनन्दको ढोको भित्र फुलेको माला तिहारैको ढिँडो तिहारैको ढिँडो आगो मिलाउन जाने भने फुट्ने डर हुन्छ
मान्छेहरूले त्यहाँका ती सामानहरू बेच्नको लागि पदमार्ग एकदमै पुराना पदमार्गहरू र सडक तँलाई खिच्ने हेर संरक्षण गर्नुपर्ने अति नै आवश्यक देखिन्छ। यी पदमार्गले हाम्रा पुर्खाको इतिहास झल्काउँछ। अहिले हामी पोखरा महानगरपालिकाको 16 नम्बरमा आइपुगेका छौँ। यो लामाचौर हो। लामाचौरमा पोखरा इन्जिनियरिङ कलेज रहेको छ। यता तलपट्टि यहाँनिर हामी गेट देख्न सक्छौँ। यो 260 रोपनीमा फैलिएको छ। यो आधुनिक र सुविधायुक्त शैक्षिक भवन भएको कलेज हो। यसको सम्बन्ध पोखरा विश्वविद्यालयसँग रहेको छ। यसको स्थापना दुगो त यो एरियामै छैन। ढोका टिका बिहानै लगाऊ कसो हुँदैन मुख फालेर बस्नुहुन्छ कहाँ हुन्छ यहाँ भिडियो गर्दैछु त्यही हो सरी है सरी ल उता बस्नु त एकछिन तो सिनका हाल त्यहाँ सिन भाँचेर हाल 3 टुक्रा बनाएर हाल यसको माथि ओए विनोदको माथि हो र होइन दुःख भाइलाई उ गर्दै यहाँ हाल्दै गर्ने होला कि सिन्का मैले भनेको छुवाउँदै त्यहाँ हाल्दै गर्ने हो होइन भन्छन् बुढीले अब के भन्नु भाइलाई यसो झार्दै त्यहाँ यहाँ हाल्दै गर्ने होला नि त्यहाँ छुवाई त्यही भाँच त्यही भाइको थाप्ले नै भाँचको त्यहाँ दसैँमा त अस्ति त फोटो नै नखिच्नु त्यहाँ भैमा राखो भैमा राखेर अनि घुम दुई बहिनी घुम पानी लिएर अनि गर्दै यहाँ हाल्दै गर्ने घुमिसकेर पानी यहाँ हाल्ने भाइलाई थाप्ला 7 फेरासम्म घुमायो कि 3 फेरा भाइलाई नगर काटियोस् राम्रो होस् गर पुरै जाओस् ल र त्यही देउँछ नि त्यो बिचारे त्यही त्यो खालि कसिर भयो खै पछि भएन भनौँला है फोटो त यहाँ तपाछु के होइन अघि
नपाउँदै खिच्दै गरेको कानमा तेल यसो कानमा छुरीमा लाग्नु रहेछ बहिनी तैँले त दुइटै लगाइदिस् बस्नु तपाईँ दामी त होला नि मम्मी पर्दा यता गर्नु त त्यहाँ त्यस्तो